बल्ल माछा पुछ्रे जस्तो देखिएछ यार। नमस्ते। ल आज चाहिँ बिदा हुँदैछ हैन सबैजनाको घर जाने भनेर कतिको खुसी भयो त नि। आज जस्तो मान्छेले शिक्षित बनिदैन जो जहाँ गएर फिट हुन्छ है, हलो जोड्न पनि सक्ने, बाइक बिग्रियो भने पञ्चर टार्न पनि सक्ने, कति के रे सर्ट भयो भने वायरिङ गर्न पनि सक्ने, त्यस्तोलाई व्यवहारिक शिक्षा भनिन्छ। अब मुस्ताङको जाडो खान जाने हो फेरि हैन। सही हो ल। ल बाई बाई नानु। ल बाई। ल पछि भेटौँ ल है। बज्न लाग्यो। हेलो ल मर्निङ है साथीहरू। ल सबैजनालाई हामी चाहिँ अब छोरी लिन जाँदैछु स्कुलतिर है। टक्क लाएर दाइको ट्याक्सीमा अनि बुढी यतातिर। हाम्रो त अब सधैँ हो नि त दाइकै, पहिला पनि अहिले पनि होइन, फेरि पनि होइन, फेरि अर्कोचोटि चाहिँदाखेरि पनि है। हामी चाहिँ दुलेगाउँडा जाँदैछु अनि त्यो पारिपट्टि चाहिँ टिबिटेन क्याम्प छ अनि त्यही ठाउँमा हो है। मलाई नि खासै राम्रोसँग थाहा छैन। ओ हिमालय हेर्नु साथीहरू बब्बाल देखिन्छ। ल हेर्नु त बल्ल माछा पुछ्रे जस्तो देखिएछ यार। ओहो ल आज त छोरीलाई भेट्ने भयो होइन। कति 1.5 महिना 2 महिना भयो है। 3 महिना। बाटोहरू जस राम्रो बन्दैछ, राम्रो कुरा हो। अब के हुन्छ होइन। आज स्कुलमा पनि कार्यक्रम छ कि भन्ने कुरो चाहिँ मैले सुन्दैछु। अब छ कि छैन त्यहाँ गएपछि मात्रै थाहा हुन्छ होला। माटोको भाँडो बोक्दै हिँड्छु। कति रुपियाँ किलोमा बन्यो भने त बब्बाल हुने भयो बाटो त। यत्रो ठुलो है, विदेश जस्तै हुने भयो। बन्ने चाहिँ कहिले हो फेरि? सबभन्दा बाटो झ्याउ भनेको यहीँ थियो होइन दाइ? यो अहिले त धेरै दामी हेर्नुहोस् अहिले त बब्बाल भएको छ। अहिले त स्पेसल यस्तो भएपछि त गाडीलाई नै मार परेन, मान्छेलाई पनि आनन्दले बस्न पाए। नत्र यताको घत्रा उताको फुत्रुक, यताको भुत्रुक, यताको ढ्वाक उताको ट्वाक। यो बजारको नाम चाहिँ दुलेगाउँडा भन्छ होइन। अनि यहाँबाट चाहिँ यसरी पारि जाने बाटो छ। अनि हामी अघि नै त्यहीँबाट छिर्नै पर्ने रहेछ है। ए ऊ तलबाट पनि छिर्थ्यो नि दाइ कि यहाँबाट? ए यहाँ पनि बाटो त गजब बनाउँदै रहेछ नि त। अब त स्कुल त्यही हो। गाडीहरू त आएर पनि ठडेर बसेछ। त्यही हो है स्कुल चाहिँ। बजार त ठुलै रहेछ नि है। गुम्बा एउटा के ठुलो रहेछ। के पुल भन्छ यसलाई? सेती है। अहिले त कति सानो खोला भने ग्याजिन सरको चाहिँ यो यतापट्टि हो कि घर चाहिँ यतापट्टि। यहाँतिर चाहिँ सब टिबिटेन क्याम्प छ अरे। सब गुम्बाहरू रहेछ। हिउँद लगाएपछि यहाँ, बर्खा लगाएपछि मुस्ताङ। आइपुग्यो साथीहरू छोरीहरू। अब है के छ हेरौँ। नमस्ते छोरी। ल लाज लाग्यो? अनि तिम्रो साथी झन् ल्याएको त? ल के बिरामी भएको छ?
नमस्ते 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 ल आज चाहिँ बिदा हुँदैछ हैन सबैजनाको घर जाने भनेर कतिको खुसी भयो त नि ल ठिक छ ल टक्क लाएर हाम्रो चाहिँ यहाँ कार्यक्रम हुँदै रहेछ हैन अब एकछिनमा हुन्छ होला सबैजना आउँदै रहेछ अब के हुन्छ स्कुल त भवालै ठाउँमा छ है साथीहरु ठक्क लाग्यो यो सब बच्चाहरु लिन अब गाडी है आमा बाउहरु नि सब आइपुगेको छ साथीहरु खतरा देखिन्छ घाम ताप्दैछ हजुरहरुले के भन्नु छ कि ल के भन्दियो ल ल ठिक छ जे भए पनि आज घर जाने भनेर सबैजना खुसी छ होला हैन हैन त ल ठिक छ अनि तपाईहरु खुसी हुनुहुन्छ कि हुन्न घर जानलाई ल ठिक छ अब मुस्ताङको जाडो खान जाने हो फेरि हैन सही हो ल यहाँ चाहिँ मम्मीहरुको ग्याङ रहेछ ल सबजना बाबा मम्मीहरु छोराछोरीहरु आज छुट्टी हुन्छ भनेर चाहिँ टक्क सबैजना तान्नु त ल एकचोटी नसकेको रसदेले आज चाहिँ एस श्री जनज्योति आधारभूत विद्यालयको वार्षिक परीक्षाको 2081 को नतिजा प्रकाशन समारोह कार्यक्रम अब हामी गर्न गइरहेका छौं। सत्र 2081 को हो र हाम्रो अतिथि महानुभावहरुको ढिलाइले गर्दाखेरि हाम्रो कार्यक्रम चाहिँ अलि ढिलो हुन गइरहेको छ। म आफै ठाउँमा उभिएर राष्ट्रिय गान गाइदिनु हुने गरी म हात जोड्न चाहन्छु। 1 2 3 धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो विद्यालयका आदरणीय शिक्षक साथी, आजका कार्यक्रम सञ्चालक, शैक्षिक व्यक्तित्व आदरणीय रोशन सर। शैक्षिक सत्र 2081 को नतिजा प्रकाशन कार्यक्रमका हाम्रो विद्यालयका गहना, शुभचिन्तक, शैक्षिक
बौद्धिक व्यक्तित्व आदरणीय गुरुङ, त्यसैगरी हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यज्यूहरू, प्यारा प्यारा भाइ बहिनीहरूलाई म विद्यालयको शिक्षक भवानीको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। मलाई लाग्छ आज हाम्रो घिलिङमा विशेष गरी हामीले मान्नुपर्ने हाम्रा विद्यालयका शुभचिन्तकहरू सम्पूर्ण यहाँ उपस्थित हुनुहुन्छ। प्रमुख वाहक भनेको शिक्षा हो। शिक्षा बिना समाज अधुरो हुन्छ। हामीलाई सबै नागरिक बनाउनको लागि, असल नागरिक बनाउनको लागि र हामी जुनसुकै देशहरूमा गए पनि, जहाँ रहे तापनि हाम्रो संस्कार सभ्यता भनेको शिक्षा हो। शिक्षा बिना हामीले केही पनि गर्न सकिँदैन, अन्धकार छ। त्यो कुरालाई हामी सबैले मनन गरेका छौँ, बुझेका छौँ। शिक्षा समाज परिवर्तनको वाहक हो। त्यही भएर मलाई लाग्छ हाम्रो विद्यालय हाम्रो गाउँपालिकाकै नमुना विद्यालय हो। यहाँ सम्पूर्ण शिक्षक साथीहरू दक्ष क्वालिफाइड टिचरहरू हुनुहुन्छ, अनुभवी शिक्षकहरू हुनुहुन्छ। उहाँले मलाई लाग्छ हाम्रा भाइ बहिनीहरूलाई पक्कै पनि गुणस्तरीय शिक्षा चाहिँ दिइराख्नु भएको छ। हाम्रा विद्यालयमा धेरै सकारात्मक पक्षहरू छन्, धेरै राम्रो सिकाइ सहजीकरण हुन्छ। हाम्रो विद्यालयको नतिजा हेर्दा अत्यन्त राम्रो नतिजा चाहिँ विद्यार्थी भाइ बहिनीहरूले चाहिँ प्रदर्शन गरिसक्नु भएको छ। उहाँले अत्यन्त मेहनतका साथ पढ्नु भएको छ, धेरै राम्रो नतिजा ल्याइराख्नु भएको छ। जो विद्यार्थीहरू पास हुनुभएको छ, राम्रो नतिजा ल्याउनु भएको छ, उहाँहरूलाई हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु। र केही विद्यार्थीहरू फेल हुनुभएको छ, तपाईँहरूले आजको दिनलाई विशेष मध्यनजर गर्दै अब थप अर्को वर्षमा तपाईँहरूले राम्रो गर्नुहुनेछ। भनिन्छ फेलर इज की टु सक्सेस, असफलता नै सफलताको प्रतीक हो। तपाईँहरूले आज निराश नभइकन म अर्को वर्ष राम्रो गर्छु भनेर लाग्नुभयो भने अवश्य पनि तपाईँहरूले अर्को वर्ष आफ्नो नतिजा राम्रो बनाउन सक्नुहुनेछ। र विशेष गरी आजको हाम्रो यो नतिजा प्रकाशनको कार्यक्रम सुसम्पन्न हुनेछ। र आजको हाम्रो यस नतिजा प्रकाशन कार्यक्रम जुन चाहिँ खेलौँडा नतिजा प्रकाशन गर्न गइरहेका छौँ र क्लास 8 को नतिजा प्रकाश गरिदिनुको लागि कक्षा शिक्षक भवानी पाठक सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु भने र म कक्षा 8 को कक्षा शिक्षक भएको नाताले सर्वप्रथम म विद्यार्थी भाइ बहिनीहरूको नतिजा प्रकाशन गर्न ढिला नगरिकन मैले कक्षा 8बाट आफ्नो वर्षभरिको शैक्षिक परिश्रम अत्यन्त मेहनतका साथ धेरै नै प्रयास गरेर कोसिस गरेर आफ्नो उज्जवल भविष्य निर्माण गर्नको लागि धेरै नै परिश्रम गरेर आफूलाई प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। कक्षा 8मा अध्ययनरत बहिनी मोहन लामोबी, कृपया अगाडि आइदिनु। त्यसै गरी आफूलाई द्वितीय स्थानमा अर्थात् सेकेन्ड पोजिसन कायम गर्न सफल भएका छन् अत्यन्त अनुशासित र मेहनती भाइ तहसी बिन्दु गुरु, कृपया अगाडि आऊ। त्यसै गरी आफूलाई तृतीय स्थान हासिल गर्न सफल भएकी छन् मान्छन्, कृपया अगाडि आइदिनु होला। सरी, मैले प्रथम द्वितीय र तृतीयको आफ्नो प्रतिशत छुटाएको छु। प्रथम हुने बहिनीको प्रतिशत रहेको छ 90। त्यसै गरी द्वितीय पोजिसनको 82 रहेको छ भने तृतीय स्थानको चाहिँ 81 रहेको छ। प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै बधाई, उज्जवल भविष्यको शुभकामना। आगामी दिनहरूमा पनि तपाईँले राम्रो गर्नुहुनेछ। कति पनि आफूलाई कमजोर फिल नगरिकन अहिले 90 ल्याउने बच्चाले हामीले A+ भन्ने गर्छन्। अझै तपाईँको मिहिनेत हामी 100मा पुग्नु छ। अझै पनि हामीले 10% रिकभर गर्नु छ। 80 ल्याउनेले पनि 20% अझै हामीले सिक्न बाँकी छ भन्ने कुरा बुझेर
राम्रोसँग चाहिँ आफ्नो अध्ययनलाई आफ्नो जिम्मेवारी ठानेर पढ्नु होला र भाइ बहिनीहरूलाई प्रथम द्वितीय तृतीय हुने भाइ बहिनीलाई धेरै धेरै बधाई भन्न चाहन्छु। र त्यसै गरी कक्षा 8मा जम्मा 13 जना विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्थ्यो। बाँकी भाइ बहिनीहरू विभिन्न प्रतिशतमा चाहिँ सफलता हासिल गर्नुभएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनी 13 जना विद्यार्थी भाइ बहिनी तपाईँ ढिलो हुँदैछ, तपाईँलाई हामीले प्रतिशत देखाउनेछौँ अगाडि आएर। भाइ बहिनीहरू तपाईँलाई पनि म धेरै धेरै बधाई तथा शुभकामना भन्न चाहन्छु। अगाडि आएर चाहिँ अबिर लगाएर जानु होला। कक्षा शिक्षक भवानी सरलाई र कक्षा 8मा 13 जना विद्यार्थीको उपस्थित थियो भने 13 जनाले चाहिँ सफलताको शिखर चुम्न सफल भएको छ। सबैजना 13 जना विद्यार्थी चाहिँ उत्तीर्ण हुन सफल भएको छ। धेरै धेरै बधाई, धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। 2081 सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम र यो कक्षा 7मा जम्मा विद्यार्थीको सङ्ख्या 5 रहेको छ र त्यसमा चाहिँ 1 जना भाइ छन् र 4 जना बहिनी रहेकी छन् है। र कक्षा 7मा चाहिँ क्लास फर्स्ट भएको चाहिँ भाइ टसी घ्यालजेन गुरुङ, उहाँको चाहिँ 91% आएको छ। र सेकेन्ड हुनुभएको बहिनी चाहिँ कर्साङ मेन्तोक, उहाँको चाहिँ 89% आएको छ। र थर्ड हुनुभएको बहिनी चाहिँ नवाङ लामो गुरुङ 78%। कक्षा 6को नतिजा प्रकाशन गरिदिनुको लागि म मिस धाचुङलाई आग्रह गर्न चाहन्छु भने परीक्षा नतिजा प्रकाशन कार्यक्रममा उपस्थित हुनुभएका म चाहिँ कक्षा 6को कक्षा शिक्षक भएको नाताले मैले चाहिँ कक्षा 6को रिजल्ट भन्नेछु। र कक्षा 6मा चाहिँ जम्मा 8 जना विद्यार्थीहरू छन् र 8 जनामा 8 जनै पास भएको छ। त्यसैले अब फर्स्ट हुनुभएको छ सिमाना गुरुङ 90%। त्यसपछि सेकेन्ड धावा थोमा गुरुङ 81%। त्यसपछि थर्ड युडुङ सेवाङ गुरुङ 77%। र फोर्थ चाहिँ 2 जना भएको छ कुङ्गा हेसिर र सोनम पाल्मो 75%। अबिर आइदिनु होला है। त्यसपछि काशी युडुङ गुरुङ 64%, कामाछुन गुरुङ 62%, राजसिङ मेन्तो गुरुङ 58%लाई सबैजना पास भएको छ। त्यसमा हार्दिक बधाई दिन चाहन्छु। धन्यवाद। होस्टेलभित्र कसले कस्तो राम्रो काम गर्छ, हाउस क्याप्टेनहरू भयो, होस्टेल क्याप्टेनहरूले गरे बापत उहाँले पनि फेरि होस्टेलको तर्फबाट चाहिँ सानो पुरस्कार राखेको छ। रमाइलो छ है साथीहरू। ल कार्यक्रम अझै पनि सकिए छैन, हुँदैछ है। हेर्नुहोस् है, गाडी त अहिले त झ्याप्पै आइपुग्यो नि। एउटा महत्त्वपूर्ण स्पोन्सर हामीले उत्तम सेक्सन हाम्रो सरकारलाई मार्फत चिन्जान भएर एउटा विद्यार्थीहरूलाई ड्रेसको झोलाको होइन हामीले अनुरोध गरौँ। त्यो अनुरोध स्वरूप उहाँले 80 पिस झोला, 80 पिस ड्रेस, त्यो भित्र चाहिने चिजहरू पनि उहाँले दिनुभएको छ। त्यस्तै गरेर अब 2025बाट मायाना अब त के अरे ज्ञानबहादुर लिम्बुचेको फाउन्डेसन हामीलाई सहयोग गर्दैछ भन्ने कुरा धेरै थाहा भयो होइन। अब 2025 सुरु भयो। यो प्रोग्राम हामी चैतको 20 गतेबाट सुरु गर्दैछौँ। कसरी अगाडि बढ्ने त 2वटा संस्थाहरू छ है। यता गाउँपालिका सरकारले पनि अलिअलि बजेट दिएको छ। अब त्यो कसरी बढाउने भन्ने कुरा धेरै छलफलहरू है। अब हामीले त 2 जना अध्यक्ष घ्याल्छ हामी गर्दा अब पुरै निःशुल्क हुनुपर्छ। हाम्रो 3 जना स्पोन्सर हुँदाखेरि त सबै फ्री हुनुपर्छ भन्दाखेरि अब एकैचोटि फ्री हुन गाह्रो होला भनेर उहाँले चाहिँ यसमा जुन होस्टेलमा हामीले 300 रुपियाँ तिर्छौँ त्यो 300 पनि उहाँले अब तिर्नु नपर्ने हामीले त्यो रिक्वेस्ट उहाँले त्यो गरिदिनु भयो। र जुन किताबको लागि गत वर्षमा किताब हामी आफै किन्थ्यौँ भनेर विद्यार्थीहरू आफै किन्नुहुन्छ। अब त्यसमा किताबहरू धेरै महँगो हुन्छ है। पहिला त ठिकै होला त्यो किताब, तर कसैलाई जो अलिकति विपन्न परिवारको छ त्यसलाई त्यति गाह्रो लाग्न सक्छ। एकैचोटि 3-4 हजारको किताब किन्दाखेरि गाह्रो हुनसक्छ भने त्यो हिसाबले हामीले चाहिँ अब त्यो किताबको लागि पनि तपाईँले सहयोग गरिदिनु पऱ्यो भने उहाँले त्यो सहयोगमा स्वीकार्नु भयो। र उहाँले यो सालबाट त्यो कापी कलमहरू पनि किताब के अरे निःशुल्क रूपमा उपलब्ध हुँदैछ। अब यो किताब त एकचोटि दिएर पुग्ने हो। कपी कलम भनेको शैक्षिक सत्र सुरु भएदेखि अन्तसम्म दिने हो।
दिनबाट 15 दिनमा चाहिँ हामी अब जनज्योतिमा पढ्दैन है भनेर मलाई चाहिँ जानकारी गराउनु है। अनि भोलि चैतको 20 गते स्कुल खोल्यो भन्ने बेलामा फलाना आएन चिलाना आएन भनेर यहाँ अलिअलि त बजेटको हिसाब पनि गर्नु पर्यो। किनभने यो एउटा गाउँपालिकाबाट आएको बजेट हुनाले चाहिँ यो खर्च सार्वजनिक गर्नुपर्ने है, अथवा कति खर्च भयो कति रकम आयो भन्ने कुरा चाहिँ सबैले थाहा पाउनुपर्छ कि है। त्यो कुरा म चाहिँ हजुरलाई यसो छोटो रूपमा सुनाउँछु, यो सुनिदिनु होला। अब नमजा भए पनि यो अब विद्यार्थीको नतिजातिर पनि हेरौँ। अब यो त भयो हामी 3 महिनामा बसेको खाएको कुरा है। अब हाम्रो महत्त्वपूर्ण कुरा भनेको त विद्यार्थीको रिजल्ट हो नि। मेरो छोराछोरी 10 महिना घिलिङ स्कुलमा पढाएको कति नम्बर आयो होला, कसरी पास भयो होला, कसरी फेल भयो होला भन्ने कुरा समीक्षा गर्नु जरुरी हुन्छ कि। त्यसै पास भयो भनेर रमाइहाल्ने होइन, फेल भयो भनेर दुखी हुने त्यो स्वभाव होइन कि। फेल भयो भने के कारणले फेल भयो त है, अनि पास भएको छ भने के कारणले कति नम्बरले पास भयो त भन्ने कुराहरूमा चाहिँ छलफल गर्नुपर्छ, समीक्षा गर्नुपर्छ। क्लास टिचरसँग तपाईँले सोध्नु सक्नुहुन्छ, अभिभावकले पनि विद्यार्थीले पनि होइन। कुनै विद्यार्थी फेल भएको सुन्यो अघि, त्यो फेल भयो भने के कारणले फेल भयो। मैले यो 16 वर्ष कार्यकालमा सबैभन्दा राम्रो नतिजा आएको लगभग यसै वर्ष होला है। र यसबिचमा चाहिँ हाम्रो सहर मिसहरूले विद्यार्थीले धेरै मेहनत पनि गर्नुभयो। सायद यो मेहनत हरेक वर्ष सधैँ शैक्षिक सेसन सत्र सुरु हुने बित्तिकै गर्ने भएपछि 100मा 100% पास हुन्छ। पढेर डिग्री लिनेलाई मात्र शिक्षित भन्दैन आजको जमानामा। पहिले जमाना के भन्थ्यो, चस्मा लगाउने, जर्मन लगाउने, ढाका टोपी लगाउने होइन, अनि लेख्ने। अब हिँडेर हिँड्ने मान्छेलाई चाहिँ एकदम शिक्षित मान्छे भनिन्थ्यो नि। अहिले त्यस्तो मान्छेले शिक्षित भनिँदैन। जो जहाँ गएर फिट हुन्छ है, हलो जोड्न पनि सक्ने, बाइक बिग्रियो भने पञ्चर टार्न पनि सक्ने, कति के अरे सर्ट भयो भने वायरिङ गर्न पनि सक्ने, त्यस्तोलाई चाहिँ व्यवहारिक शिक्षा भनिन्छ। त्यस्तो शिक्षातिर चाहिँ हाइवेमा पनि शिक्षा दिनुपर्छ। ल बधाई छ। विद्यालयको अवधिमा जतिले पनि सहयोग गर्नुभएको छ, रकमदेखि लिएर भन्ने कुरादेखि लिएर सल्लाह सुझावहरू दिनुभएको छ है। ल भन्दै आजको कार्यक्रम यहीँ सकेको म घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद। सबजना जानलाई हतारले के बाई बाई साई बाई केही पनि छैन। साथीहरू कता गयो केही पत्तै छैन। खोइ फेरि कहाँ गयो? हेलो खायो रे अब जाने हो कि बस्ने हो? ल ल ल ल बाई बाई नानु। ल बाई। ल पछि भेटौँला है। ल ल बस बस बस। कता आउँछु म तपाईँहरूको गाउँ पनि। हस् हट्छ आज हस्। ल हेर साथीहरूलाई बाई बाई पनि नगरेको है। ल सबैले बाई बाई गरेर अब ल। यस्तो सबजना घर जान हतारलाई बाई बाई। ल घर जान हतारले साथीहरूलाई बाई साई केही छैन यार। ओहो सब आफ्नो आफ्नो सुरमा। अनि कस्तो भयो त छोरी? दाइले धरो कुराइदिने है।
बाई 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 सबै कुरो कन्ट्रोल गर्नु पर्यो अस्ति उयो ढुङ्गा डोलो डोलो बब्बाल रहेछ पोखरा सहर लाग्छ मलाई रहर खासै मौसमै हुँदैन कि नत्र हिमालहरू बब्बाल देखियो होला है